म त 12 पास। फेसबुकमा बधाई अनि एयरपोर्टमा बिदाई। अस्ति मात्रै त हो नि सबैले 12 कक्षा पास भएको मार्कसिट सामाजिक सञ्जालमा हालेका थिए। आफन्त साथीभाइको बधाईको ओइरो कमेन्ट बक्समा कङ्ग्रेचुलेसन फर योर ब्राइट फ्युचर लेख्न थालेका थिए। हिजो कङ्ग्रेचुलेसन फर योर ब्राइट फ्युचर लेख्ने तिनै प्रिय हातहरूले आज एयरपोर्टको गेटमा पुग्दा नपुग्दै ह्याभ अ सेफ जर्नी लेख्नुपर्ने विडम्बना कस्तो। बधाईका ती शब्दहरू सेलाउन नपाउँदै बिदाईका आँसुहरू बगाउनु पर्ने जस्तो। दराजमा थुनिएको त्यो कागजको टुक्राले मेरो परिवारको भोक मेटाउने थिएन। सर्टिफिकेटले योग्यता त दियो तर देशमै केही गरी जिम्मेवारी पुरा गर्ने हैसियत दिएन। त्यो थुनिएको सर्टिफिकेटले न त कोठाको भाडा तिर्न सक्छ न त घरको चुलो बाल्न सक्छ। हिजो प्राउड अफ यु भन्नेहरूले आज मेरो खाली हात र निराश आँखा हेरेर मलाई नै गलत लाग्छ अनि भन्छन् यो त 12 कक्षा पास गरेको विद्यार्थी होइन, सायद चिट चोरेर पास भयो होला। यो बेरोजगार, प्रगति केही छैन। म प्रगति गरौँ पनि त कसरी गरौँ? हातमा सिप छ तर यहाँ अवसर छैन। निधारमा पसिना छ तर खल्तीमा पैसा छैन। बगाउन खोज्छु पसिना यही माटोमा तर युवाको पसिना पुज्ने यहाँ कुनै व्यवस्था छैन। जब घरको जिम्मेवारी काँधमा आउँछ तब देश प्रेम र सपनाहरू फीका लाग्दा रहेछन्। जब आमा बाको चाउरिँदै गरेको अनुहार सम्झन्छु अनि भत्किएको घरलाई हेर्छु तब देश प्रेमको भावना मनबाट भाग्दा रहेछन्। देशको सरकार त युवा बेचेर रेमिटान्सको उत्सव मनाउनै व्यस्त छ तर एउटा युवा घरको कर्जा टार्न विदेशिने बाध्यता यस्तै छ। हे सरकार, सिंहदरबारको बन्द कोठाबाट यता पनि हेर। तिम्रो देशको युवा शक्ति दिनदिँदै कसरी विदेशिँदैछ हिसाब गर। यो कुनै युवाको रहरको यात्रा होइन सरकार, यो त आँसु र बाध्यताले भरिएको सुटकेस बोकेर हिँडेको एउटा फिरन्ती जिन्दगी हो जहाँ आफ्ना खुसी र सपनाहरू त्यागी सङ्घर्षसँग भिडेको एउटा फिरन्ती जिन्दगी हो। म त केवल परिवारको गर्जा टार्नका लागि 7 समुद्र पारी अन्जान गल्लीहरूमा हराउन धाउनेछु। सके आमा बालाई मुहार देखाउन आउला, नसके बाकसमा आउनेछु। यो वेदना केवल एउटा युवाको मात्र होइन, यो पीडा केवल एउटा परिवारलाई मात्र छैन। यो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा हरेक दिन आफू मुटु च्यातिएर आँसु खसाल्ने हजारौं नेपाली युवाहरूको, हजारौं परिवारहरूको पीडा हो। त्यसैले नेपाल सरकार, सिंहदरबारको बन्द र न्यानो कोठाबाट कहिलेसम्म युवा बेचेर रेमिटान्सको उत्सव मनाइरहन्छौ? आखिर कहिलेसम्म सरकार? आखिर कहिलेसम्म सरकार? आखिर कहिलेसम्म?